जातिलाई एकता गर्नुलाई दिदी जाति अलग्गै छुट्टेको राम्रो हो एकता भएको राम्रो भन्नुहोस् न दिदी। मेरो आफ्नो व्यक्तिगत कुरा भन्न चाहन्छु। जाति चाहिँ एकत्रित भएकै राम्रो। हजुर। किनभने हेर्नुहोस् हामीले सिम्पल एउटा कुरा भनेपछि हामी यहाँ हेर्नुहोस् एउटा जाति जस्तो कि हुन्छ राई, लिम्बू, तामाङ, मगर, थापा, छेत्री। एउटा एउटा कम्युनिटी निकै सानो छ, एकदम सानो, निकै पनि एकदमै सानो। हामी त्यति बेला शून्यमा गिन्थ्यौँ जब हामी गोर्खा भनेर होइन जानिन्छौँ। तर समस्त हामी नेपाली भाषा जो बोलिन्छ त्यसमा हामी गोर्खा भनेर जानिन्छ। तर एकता भएर बस्नु नै त्यो नै ठुलो कुरा भन्नु मान्दछु। हो यसरी हाम्रो परम्परा रीतिरिवाज कहिले भुल्नु हुँदैन। दुईजना भाइ बहिनी आउनुभएको छ। दर्शक नमस्ते सबैजनालाई। आसाम नेपाली साहित्य सभा र आसाम गोर्खा सम्मेलन अहिले हाम्रो युवा र आउने नेक्स्ट जेनेरेसनलाई एउटा राम्रो मेसेज दिनुलाई उहाँहरूले यो हेरिटेज यो कल्चरलाई बचाउनुलाई एउटा बहुत ठुलो एउटा कल्चर गर्नुहुँदैछ। कहाँबाट पाहुनाहरू आउनुभएको छ र उहाँको मेसेज के दिनुहुन्छ अहिलेको जेनेरेसन र नेक्स्ट जेनेरेसनलाई उहाँले के मेसेज उहाँले दिनुहुन्छ आफ्नो कल्चरलाई बचाउनु कति इम्पोर्टेन्ट छ म सबैजनासम्म हजुरलाई मिलाउनु छु। हो यसरी हाम्रो परम्परा रीतिरिवाज कहिले भुल्नु हुँदैन। दुईजना भाइ बहिनी आउनुभएको छ। नाम भनिदिनु भाइ तपाईँको? मेरो नाम विष्णु प्रधान। ओके, बहिनीको नाम? मेरो नाम सुपु नेवार। कल्चरलाई बचाउनु कति जरुरी छ भाइ? अहिलेको दिनमा कल्चरलाई बचाउनु बहुतै जरुरी छ र विशेष गरी हामी जेहेतु म चाहिँ नेवारै केटा हो र नेवार वेशभूषामै आएको छु। तर आज हामी सिर्फ नेवार, राई, लिम्बू भनेर विभिन्न त्यो भाग नगरेर हामी गोर्खा भनेर एकजुट भएर अघि बढ्यो भने हामीले बहुतै सपोर्ट हुन्छ र सबै हाम्रो आउँदो भाइ बहिनीहरूलाई पनि आफ्नो कल्चरको विषयमा जनाउनु जरुरी भएको छ। अनि हामी सबै एकता भयो भने त पावर धेरै हुन्छ नि त। छुट्टियो भने के हुन्छ, पावर पनि खतम हुन्छ। त्यसपछि हामी एकता भएपछि के हुन्छ नि हामी सबैजना मिलेर सबै काम हामी सफलताले गर्नु पाउँछौँ नि त हैन। हजुर। केही पनि काम हामी गर्नु जाँदा हामीलाई सपोर्ट सिस्टम त बहुत चाहिन्छ। त्यही लागि हामी सबैजना एक हौं। नमस्कार, मेरो नाम जुन प्रधान। आज 14 तारिक 12 महिना 2025 मितिको दिन केटेटङ जनजाति हाई स्कुलको रङ्गमञ्चमा आज असम गोर्खा सम्मेलन र असम नेपाली साहित्य सभा माहाटा जिल्ला समितिको चौथो एउटा संयुक्त एउटा अधिवेशन यहाँ सम्पन्न भयो, जसमा असम नेपाली साहित्य सभा माहाटा जिल्ला समितिको मलाई सभापतिको दायित्व जस्तो एउटा गरिमा सुशोभित गरेकोमा मेरो अग्रज सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूले जुन चाहिँ मेरो माथि आस्था र विश्वास राख्नुभयो, साँच्चै नै म त्यो पूर्ण गर्ने म पूर्ण प्रयास गर्नेछु र आगन्तुक दिनमा भाषा साहित्यको सेवा गर्दै म जातिको सेवा गर्नेछु भन्दै त्यो कुरा धन्यवाद। आज हजुरको गाउँमा प्रत्येक साल हाम्रो हेरिटेजलाई हमेसा हामीले अगाडि देखाएर यो प्रोग्राम चलिरहन्छ। अगाडि हाम्रो उठिआएको सानो नानी केटाकेटीहरूलाई पनि यो परम्परा सिकाएर अगाडि बढाउनु पर्छ। भाइ बहिनीहरू यसरी ट्रेडिसनल ड्रेस लाएर। भाइको नाम के हो? अनमल थापा। कुन कुन गाउँबाट आउनुभएको छ भन्नुहोस् त तपाईँ? म 2 नम्बर कुँयरबारी नङलाईबाट। अच्छा, नङलाईबाट नि। अच्छा, हजुर? हामी 1 नम्बर टोकुपत्थर पेङरीबाट। पेङरीबाट। हजुरको? म पनि पेङरीबाट। पेङरीबाटै। हजुरको? पावे बनगाबाट। पावे बनगाबाट नि। हजुरको? पेङरीबाट। यता बहिनीहरू? पेङरीबाट नि। राम लाग्छ, बहुतै खुसी छौँ हामीहरू आज। एकता हुनु कति जरुरी छ दिदी भन्नुहोस् त आजको दिनमा? धेरै जरुरी छ, अझै जमघट धेरै हुनुपर्ने थियो। हजुर। जति हुनुपर्ने हामीको माने हाम्रो एवेयरनेस अलिकति कमी भएको हो कि जस्तो लाग्दैछ। हजुर हजुर हजुर। अझै यहाँ हाम्रो माने हाम्रो जुन गोर्खा जातिको युनिटी र एकता देखाउनु पर्ने थियो। हजुर हजुर, एकदम राइट भन्नुभयो हजुरले। अहिले जस्तो अब हामी कुनै पनि हामीले एउटा प्रोग्रामहरू गर्छौँ, त त्यो प्रोग्राम गर्दाखेरि जस्तो बहिनीहरू जस्तो ट्रेडिसनल ड्रेस लगाएर आउनुपर्छ, त बहुत भाइ बहिनीहरू हुनुहुन्छ लाज गर्नुहुन्छ आफ्नो ड्रेस लाउनुलाई। उहाँलाई हजुरले के मेसेज दिनु चाहनुहुन्छ? हजुरले एउटा सानो मेसेज दिनुहोस्। आफ्नो ड्रेसभूषा लाउनुपर्छ, आफ्नो संस्कृति जगाउनुपर्छ। हजुरले आज जुन ड्रेस आज लगाएर आउनुभएको छ यो करले लगाएर आउनुभयो न आफूले खुसीले लगाएर आउनुभयो भन्नुहोस् त? भने अब मम्मी पापालाई गाली दिनुभयो होइन, दाजुभाइले एकदम गाली दिनुभयो, अब प्रोग्राममा जानै पर्छ, त्यसको लागि लगाएर आउनु भएन, आफ्नो खुसीले आफ्नो प्राउडले आउनुभयो ड्रेस लगाएर भन्नुहोस् त? हजुर, बहुत राम्रो। मेरो नाम मीरा सुब्बा। असम गोर्खा सम्मेलन र नेपाली साहित्य सभाको अधिवेशनमा यहाँ उपस्थित भइरहेको छु। दिदी जाति अलग्गै छुट्टेको राम्रो हो एकता भएको राम्रो भन्नुहोस् त दिदी? मेरो आफ्नो व्यक्तिगत कुरा भन्न चाहन्छु। जाति चाहिँ एकत्रित भएकै राम्रो। किनभने हेर्नुहोस् हामीले सिम्पल एउटा कुरा भनेपछि हामी यहाँ हेर्नुहोस् एउटा जाति जस्तो कि हुन्छ राई, लिम्बू, तामाङ, मगर, थापा, छेत्री। एउटा कम्युनिटी निकै सानो छ, एकदम सानो, निकै पनि एकदमै सानो। हामी त्यति बेला शून्यमा गिन्थ्यौँ जब हामी गोर्खा भनेर होइन जानिन्छौँ। तर समस्त हामी नेपाली भाषा जो बोलिन्छ
त्यसमा हामी गोर्खा भनेर जानिन्छ तर एकता भएर बस्नु नै त्यो नै ठुलो कुरा भन्ने मान्दछु हजुर हजुर र आउने जो जेनेरेसन छन् अब आउने अहिलेका जेनेरेसन पनि र आउने जुन जेनेरेसन छन् उहाँलाई हजुरले हाम्रो आफ्नो गोर्खा जातिको लागि के मेसेज दिनु चाहनुहुन्छ भने कस्तो टाइपको काम गरेर जानु कस्तो मेन्टालिटी राख्नुपर्छ एउटा गोर्खाली भएर हजुरले आउने जेनेरेसन र अहिलेको जेनेरेसनलाई के मेसेज दिन चाहनुहुन्छ भन्नुहोस् हेर्नुहोस् गोर्खा जातिलाई भनेपछि चाहिँ केही मेसेज भनेपछि हामीहरू हेर्नुहोस् हाम्रो फोरफादरहरू यति हाइली क्वालिफाइड भएर आएका छन् अहिले जुन चाहिँ हाम्रो जुन चाहिँ जेनेरेसन जेएनजी जुन चाहिँ चलिरहेको छ उहाँहरू सम्पूर्ण पढालेखा हुनुहुन्छ त्यो अहिलेबाट हामीको त्यो पहिला चाहिँ हाम्रो जुन चाहिँ फोरफादरहरू त्यो हामी पढेर आएको हुन्छ जस्तै कि अदर कास्ट एसएमएस हुन्छ बेङ्गली हुन्छ उनीहरूको फोरफादरहरू पढेर आएको हुन्छ तर हाम्रो सिम्पली कुरा भन्नुभयो भने मेरो आमा बाबु पनि होइन थम्मी इम्प्रेसन हलाउँछ ऊ पढालेखा छैन मेरो जेनेरेसनको नेक्स्टबाटै यहाँको हाम्रो गोर्खा जेनेरेसनहरू चाहिँ सबैले पढेको छ स्कुल जानु भ्याएको छ बाटो सुविधा पाएर पनि होइन त्यही भएर यो भन्न चाहन्छु अलि हाम्रो जुन चाहिँ हाम्रो संस्कृति बचाउनु छ भने हाम्रो जाति बचाउनु छ भने हामीले यसरी नै हाम्रो जुन चाहिँ हाम्रो गोर्खाको जुन चाहिँ हाम्रो तिहार भयो जस्तो कि दसैँ भयो हाम्रो संस्कृति जुन चाहिँ उत्सव भयो त्यसलाई हामीले घरबाट नै सिक्नुपर्छ जान्नुपर्छ जस्तो कि सिम्पल एउटा दसैँको दिनमा हामीले जस्तो सिम्पल एउटा कुर्ता जुनै पनि ड्रेस लगाएर होइन हामीले गोर्खा परिधान गरेर हाम्रो जातिको मूल हाम्रो ढाका टोपी हो हाम्रो ढाका ड्रेस हो छोरी मान्छेको यो गहना भनेर त्यो दिन चाहिँ स्पेसली त्यो दिन चाहिँ हामी गोर्खा परिधान गरेर घरबाट नै हामीले दसैँको दिनमा टिका आफ्नो गोर्खाको टोटल वेशभूषामा हामीले लगाएर घरबाट स्टार्ट गऱ्यो भने चाहिँ त्यसपछि हामीले जानिन्छ हाम्रो नानी केटी जुन चाहिँ आउने जुन चाहिँ नवप्रजनहरू जुन चाहिँ नत्र हाम्रो यो लुप्त हुँदै जान्छ किनकि आज हेर्नुहोस् हामीको यो जुन चाहिँ सङ्गठनमा त्रिवार्षिक भनेपछि 3 साल पछि भएको भयो 3 साल पछि नै हामीले यो ड्रेस लगाउँछ तर दसैँ त हरेक प्रत्येक साल आउँदै गर्छ त प्रत्येक सालमै जुन चाहिँ हामीले जस्तो भैली भयो देउसी भयो त्यसमा आफ्नो परिधान गरेर निक्लिनुपर्छ अरू जति पनि अहिलेको नयाँ प्रजन्म जति पनि छ त्यसले यस्तो सङ्गठनहरूलाई चाहिँ टाइम दिनुपर्छ किनकि यही हाम्रो मूल आधार हो किनभने कि यसबाट नै हामी उब्रेर जाने हो किन आज सङ्गठन छ भने सङ्गठनले हाम्रो जुन चाहिँ लोकनृत्य भन्ने भयो मारुनी नृत्य भयो जुन चाहिँ हामीको वेशभूषा भयो आज हामी मञ्चमा दर्शाउँछौँ भनेपछि उनीहरूले पनि सारा हाम्रो गोर्खा समुदाय नभएर अरू अन्य जातिहरूले पनि जानिन्छ कि यो गोर्खाको एउटा ड्रेस हो भनेर आज जानिरहेको छ यही सङ्गठनको चिनो हो यो दिएको हामीलाई चाहिँ हजुर दिदीलाई बहुत बहुत धन्यवाद छ जय गोर्खा जय गोर्खा भाइ नमस्कार असम नेपाली साहित्य सभा र असम गोर्खा सम्मेलन माइरा जिल्ला समितिको संयुक्त रूपमा यहाँ तेस्रो त्रैवार्षिक अधिवेशन सम्पन्न भइरहेको छ यो चाहिँ हाम्रो निम्ति अति एउटा गर्वको कुरो कि हामी संयुक्त रूपमा जहाँ पनि जान्छौँ भने संयुक्त रूपमा हाम्रा जातिका मुद्दाहरू संयुक्त रूपले नै हामी उत्थापन गर्छौँ भन्ने यो एउटा सन्देश हो यो कार्यलाई म अशेष धन्यवाद दिँदछु हामीले हाम्रा जुन परम्परा हुन् भाषामा रहेका संस्कृतिमा रहेका बोलचालमा रहेका ती हामीहरू नवप्रजन्मलाई अघि सारौँ नवप्रजन्ममा पुर्याउँ र यी हाम्रा भाषाका साहित्य शब्दहरू संस्कृतिहरू सधैँभरि हामी बिच रहिरहन् यही नै हामीहरू सन्देश दिन चाहन्छौँ पेङ्ग्रीबाट यो सबै यो टोल पेङ्ग्रीबाट आज के डान्स गर्ने हो भने हाम्रो चेलीबेटी बहिनीहरू आइपुग्नु भएछ यो हेर्नुहोस् हाम्रो गोर्खाली ट्रेडिसनल ड्रेस बहुत प्राउड फिल हुन्छ मलाई यस्तो आफ्नो हेरिटेज आफ्नो कल्चरलाई बचाइराख्दाखेरि हाम्रो चेलीबेटीहरूलाई बहुत बहुत धन्यवाद छ उहाँलाई नमस्ते दिदी दर्शन नमस्ते कस्तो लाग्छ आज प्रोग्राममा तपाईँलाई राम्रो लाग्यो हेर्न आउँदैछु गोर्खाली हो बहुत राम्रो लाग्यो गोर्खालीको साह्रै राम्रो लाग्यो अब हामी सबै नाच्ने मिलेर दिदी भाइ पनि हजुर हजुर मनमोहक छ कसैको मुटु कसैको दिल छुने किसिमको हाम्रो संस्कृति
यहाँ बहिनीहरू चाहिँ हाम्रो केटिटङबाट हुनुहुन्छ जय गोर्खा सबैजनालाई बहुत हाम्रो संस्कृति बचाइराख्नुको लागि अच्छा अनि आउने जेनेरेसनलाई के मेसेज दिन चाहनुहुन्छ यसै गरी आफ्नो संस्कृति चलाइराख्नु भनेर हजुर अब मिलजुली गऱ्यो भने राम्रो हुन्छ बहिनीहरू यहाँ हेर्नुहोस् सबैजना गोर्खा कल्चरका सामानहरू प्रशस्त छ यहाँहरूले चाहिँ यहाँ हाम्रो गोर्खा समाजले चाहिँ आएर यहाँ आदिवासीहरूले पनि हाम्रो गोर्खाको सामानहरू लिइराख्नु भएको छ आइदिनु होला भव्यका साथ आज 24 घण्टा रातभरि कलाकार समेत आज व्यापार हुँदैछ है लो भाइहरूलाई दिदीबहिनीहरूलाई पनि निमन्त्रण गरेको छु खुलेर देखाउनु सिरुबाते छ सिरुबाते खुकुरीहरू पनि छ सिरुबाते खुल्नु त ल सिरुबाते खुकुरी शुद्ध लिएर आएको यो हो नि त युद्ध गर्ने त यो हो नि त युद्ध गर्ने त यो यो सिरुबाते खुकुरी शुद्ध लिएर सस्तोमा दिएको छु यो ल राम्रो राम्रो छ ल दाईहरू समेत आज भेट भयो यो हाम्रो दाईहरू जय गोर्खा दाईहरू जय गोर्खा र आज कस्तो लाग्यो यो कल्चरमाथि भनिदिनु हजुर तेस्रो त्रिवार्षिक असम नेपाली साहित्य सभा र गोर्खा सम्मेलनको माने एउटा जुटिया अधिवेशन हुँदैछ यसमा जस्तै कि हाम्रो भाषा साहित्य र संस्कृतिलाई गणना गर्न साथै हाम्रो सङ्गठनहरूलाई दर्बिलो पार्ने एउटा उमर्को गरेको हो र आफ्नो जुन हाम्रो साहित्य संस्कृति भाषा छ आफ्नो कल्चर छ त्यसलाई हामीले जोगाएर राखिनौँ भने आउने नवप्रजन्महरूले हाम्रा छोरा नातिहरूले भाइ बहिनीहरूले बिर्सिन्छन् त्यसरी नै आज हामीले त्यही भएर यहाँ हाम्रो सबै माने विभिन्न जति पनि गोर्खालीहरूको जाति उपजाति छ सबैको आफ्नो आफ्नो वेशभूषाहरू परिधान गरेर विभिन्न तामाङ सेरो भयो अथवा खसको भयो मारुनी यसरी धेरै प्रकारका नृत्यहरू हाम्रा कल्चरहरू देखाएर यहाँ मञ्चस्थ गरेर आज हाम्रा पिँढीहरूलाई देखाउने हाम्रो एउटा प्रयत्न हो जमर्को हो र यसरी नै हामीले आज हाम्रो भाषा साहित्य संस्कृतिलाई जगेर्ना गर्ने साथै आफ्नो सङ्गठनलाई पनि दर्बिलो पार्ने यो एउटा यहाँ हामीले आयोजन गरेका हौँ र त्यसमा सबैजना आउनुभयो सबैलाई धन्यवाद छ र यसरी नै सबैजना आएर आफ्नो साहित्य संस्कृति र भाषालाई र आफ्नो कल्चरलाई बचाउनुहुन्छ हामी आशा गर्छौँ धन्यवाद पिताम्बर लुइटेल पेङ्ग्री ओभर यहाँ दाईको नाम सिद्धार्थ तामाङ हजुर यता दाईको नाम निर्मल तामाङ ओके यहाँ दाईले पनि आज खुकुरी लिनुभयो आज होइन निकालेर देखाउँ त ए यो हो नि त सिरुबाते खुकुरी हाम्रो यो हाम्रो पहिचान हेर्नुहोस् हरेक जग्गामा हेर्नुहोस् आर्मीमा हेर्नुहोस् आसाम रफलमा हेर्नुहोस् बेचमा खुकुरीको छाप हुन्छै जस्तो यहाँ हाम्रो यस्तो टोपीमा हेर्नुहोस् हरेक जग्गामा हाम्रो खुकुरीको छाप हुन्छ हाम्रो गोर्खाको हजुरको च्यानललाई नमन गर्दै आजको यो त्रिवार्षिक सम्मेलन जुन असम साहित्य सभा लगायत गोर्खा सम्मेलनको पनि एकसाथै हामीले आयोजन गरेको थियो र बडा राम्रो यहाँको माहौल र आगामी दिनमा हाम्रो गोर्खा जनगोष्ठीले एकमुष्ट भएर साहित्य कला कृष्टि सबै थोकको साथमा उसको उन्नति गरेर हामी अघि बढ्न पर्छ भन्ने मेरो चाहिँ एउटा सन्देश छ र बडा राम्रो लाग्यो यहाँ क्याटरिङमा जुन आयोजन गरेको छ त्यो आयोजनलाई म धेरै धेरै धन्यवाद भन्छु